हेलो गाइस, वेलकम टु सेयर साथी। आजको भिडियोमा हामीले चाहिँ नेप्सेमा कसरी किनबेच गर्ने एज अ बिगिनर भएर हामीले चाहिँ कसरी किनबेच गर्न सकिन्छौँ भनेर त्यसको बारेमा चाहिँ यो भिडियो बनाएको छु। र यो भिडियोमा चाहिँ हजुरले चाहिँ नेप्सेमा गर्नुहुन्छ भने 80% जतिको एक्युरेसी चाहिँ पाउन सक्नुहुन्छ र योभन्दा माथि पनि हुन सकिन्छ। यसमा चाहिँ हामीले के सिक्छौँ भनेर एड हुन्छ भने यो स्ट्राटेजीको लागि हामीले के चाहियो भन्दाखेरि सुपर ट्रेन्ड, एउटा इन्डिकेटर भन्ने हुन्छ, त्यसपछि एमएसएस, एफबिजी र लिक्विडिटी, यो चारवटाको कन्सेप्ट अलिकति थाहा हुनु पर्यो। मेन भनेको हजुरले चाहिँ यति यो तीनवटाको चाहिँ कन्सेप्ट चाहिँ अलिकति राम्रोसँग बुझ्नु भएको छ भने यो स्ट्राटेजीले चाहिँ ट्रेड गर्न एकदम इजी हुन्छ है। सो इफ हजुर बिगनर हुनुहुन्छ एन्ड यु वान्ट टु लर्न ट्रेडिङ, सेकेन्डरी मार्केटमा गएर ट्रेड गर्न सिक्न चाहनुहुन्छ भने दिस भिडियो इज फर यु है। सो यो भिडियो स्टार्ट गर्नुभन्दा अगाडि यो भिडियोलाई चाहिँ सेयर, सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनु होला। ओके, लेट्स स्टार्ट द भिडियो। सो यो भिडियोमा हामीले के चाहियो भन्दाखेरि एउटा सुपर ट्रेन्ड चाहियो। यो एउटा इन्डिकेटर रहेको छ। यसलाई चाहिँ कहाँबाट ल्याउन सकिन्छ भन्दाखेरि यो एफएक्स लेखेको ठाउँमा जानुहुन्छ भने इन्डिकेटर र स्ट्राटेजी भन्ने आउँछ र यहाँ गएर हजुरले चाहिँ यो सुपर ट्रेन्ड भन्ने ठाउँमा गएर सिम्पली यहीँबाट सर्च गर्नु सक्नुहुन्छ अथवा यहाँबाट चाहिँ हजुरले सुपर ट्रेन्डलाई क्लिक गरेर अनि एन्टर गर्न सक्नुहुन्छ। यो गरिसकेपछि हाम्रो यहाँ पुग्छौँ र यहाँ पुगिसकेपछि हामीले चाहिँ यहाँ सेटिङमा जाने। सेटिङमा गइसकेपछि यहाँ चाहिँ सर्टेन केही कुरा चेन्ज गर्नुपर्ने हुन्छ। लाइक लेन्थलाई चाहिँ मैले 10 राखिदिन्छु र फ्याक्टरलाई चाहिँ 2 राखिदिन्छु। सो लेन्थ भनेको 10 र फ्याक्टर भनेको 2 अनि ओके गरिदिन्छु। ओके गरिसकेपछि हाम्रो इन्डिकेटर चाहिँ यो चार्टमा चाहिँ एप्लाई भइसकेको होला। सो यहाँ हेर्नुहुन्छ भने यहाँ भयो है। अब यसलाई चाहिँ कसरी, अब यो एकर्डिङ टु कसरी बाई र सेल गर्ने भनेर बुझ्नको लागि म सिम्पली पहिला चाहिँ एमएसएस, एफबिजी र लिक्विडिटी हल्का कन्सेप्ट बुझाउन चाहन्छु। सो फर्स्ट इज यो एफबिजी भनेको के हो? एफबिजी भनेको के हो भन्दाखेरि जहिले पनि एफबिजीको लागि हामीले चाहिँ तीनवटा क्यान्डलको कम्बिनेसन हेर्नुपर्ने हुन्छ। लाइक फर्स्ट क्यान्डल, यो चाहिँ हाम्रो फर्स्ट क्यान्डल भयो फर एन इक्जाम्पल, ठिक छ। त्यसपछि सेकेन्ड क्यान्डल यो भयो मानौँ, सेकेन्ड क्यान्डल यो भयो र थर्ड क्यान्डल यो भयो। अनि यो तीनवटा चाहिँ यसको चाहिँ मानौँ विक्स रहेको छ। सो यो विकहरू भयो, यो भयो। सो एफबिजीलाई सिम्पली बुझ्दाखेरि हामीले कसरी बुझ्न सकिन्छ भन्दाखेरि तीनवटा क्यान्डलको कम्बिनेसन अथवा तीनवटा लगत्तै गइरहेको क्यान्डलको कम्बिनेसन हुन्छ, जुनमा चाहिँ फर्स्ट क्यान्डल, सेकेन्ड क्यान्डल र थर्ड क्यान्डल यो भयो। र यसको चाहिँ फर्स्टको चाहिँ हामीले हाई र थर्डको के चाहियो भन्दाखेरि लो चाहियो, थर्ड क्यान्डलको लो चाहियो। यो बिच जुन ग्याप देखिन्छ त्यसलाई चाहिँ हामीले एफबिजी भन्छौँ अथवा फेयर भ्याल्यु ग्याप भन्छौँ। यसको चाहिँ कम्प्लिट पुरै सिरिज भिडियो चाहियो भने कमेन्ट गर्नु होला, यसको भिडियो पनि म लिएर आएको छु। अथवा एसएमसी कन्सेप्टको जुन पार्ट 2 सम्म हामीले बनाएको छौँ, 3 पार्ट लिएर आउनेछु, त्यहाँ चाहिँ हजुरले बुझ्न सक्नुहुन्छ एफबिजी भनेको के हो, त्यहाँ चाहिँ क्लियर भइसक्नुहुन्छ। तर सिम्पली यो स्ट्राटेजीलाई बुझ्न लागि म यसलाई चाहिँ अलिकति बुझाइदिन्छु के हो एफबिजी भनेर। सो दिस इज योर एफबिजी, यो हाम्रो एफबिजी भयो है। सो एफबिजी भइसकेपछि अर्को कुरा हामीले के चाहियो भन्दाखेरि एमएसएस र लिक्विडिटीको कन्सेप्ट बुझ्नुपर्ने हुन्छ। र यही भिडियोमा म कभर गर्न खोज्यो भने यो भिडियो चाहिँ एकदम लङ हुन जान्छ होला। सो एमएसएस र लिक्विडिटीहरू चाहिँ हजुरले चाहिँ कमेन्ट गर्नु, म त्यसको भिडियो लिएर आउँछु। च्यानललाई चाहिँ सब्सक्राइब गरेर बस्नुहुन्छ भने हजुरले एमएसएस, एफबिजी र अर्डर ब्लकहरूको सबै कुरा चाहिँ पछि भिडियो पाउनुहुन्छ। र सिम्पली यो एफबिजी भयो है। सो यो एफबिजीको नलेज भइसकेपछि अब हामीले चाहिँ यहाँ हेर्छौँ है। सो चार्टमा जाऊँ। चार्टमा गइसकेपछि जुन हामीले यसको सुपर ट्रेन्डको लेन्थ बनाएको थियौँ 10 र 2, सो यो हेर्नुहुन्छ भने यो इन्डिकेटरले सिग्नल दिइरहेको होला। हेर्नु त, यहाँ चाहिँ सिग्नल दियो, बाईको सिग्नल यहाँ हेर्न सक्नुहुन्छ, एउटा सानो बाईको सिग्नल दिएको छ र यहाँबाट चाहिँ यो लाइन चाहिँ हाम्रो चाहिँ कन्भर्ट भयो बाई सिग्नलमा है। अनि यहाँ चाहिँ यो क्यान्डलले चाहिँ बाई सिग्नल दियो है। त्यसपछि यहाँ हेर्नुहुन्छ भने सेल सिग्नल दिएको थियो है। अब यहीँ सेल दियो, यहाँ बाई दियो, हामीले चाहिँ फस्न सक्नुहुन्छ। तर मैले चाहिँ के कुरा राखेको छु त्यहाँबाट चाहिँ हजुरले चाहिँ सिम्पली बुझ्न सक्नुहुन्छ। जुन अघि हामीले एफबिजी बुझेको थियौँ, सो यसमा चाहिँ बाई सिग्नल यहाँ दिँदाखेरि तलतिर कुनै एफबिजी थियो भनेपछि यहाँ एफबिजी थियो यो लेभलमा है। बाई सिग्नल दिइसकेपछि नियरेस्ट एफबिजीहरूको जोनमा आउनु पर्यो भन्नाले सिम्पली बुझ्दाखेरि बाई सिग्नल दिइसकेपछि यसरी तल आउनु पर्यो हो। बाई सिग्नल दिइसकेपछि माथि गएर तल आउनु पर्यो। त्यतिखेर चाहिँ हामी के गर्छौँ भन्दाखेरि बाई लिइरहेको हुन्छौँ है। सो बाई कहाँ लिन्छौँ भन्दाखेरि यो एफबिजीको जोनमा आयो, यहाँ बाई सिग्नल दिइसकेपछि तल आयो भन्नाले तलको लेभलमा हामीले बाई गर्छौँ, यहाँ बाई गर्छौँ। एसएल भनेको यो लोवरतिर राखिदिन्छौँ, ठिक छ। अनि टार्गेट कहाँ राख्ने भन्दाखेरि नियरेस्ट लिक्विडिटी। अब सिम्पली लिक्विडिटी बुझ्नलाई चाहिँ हामीले चाहिँ एकदम सिम्पल बुझ्नुहुन्छ भने एउटा सेल साइड लिक्विडिटी र बाई साइड लिक्विडिटी बुझ्नुहुन्छ भने दिस इज योर बाई साइड लिक्विडिटी। यो चाहिँ बाई साइड लिक्विडिटी भयो। नियरेस्ट अझै हेर्नुहुन्छ भने यहाँ भयो, दुईवटा नियरेस्ट हामीले पायौँ।
सो हाम्रो टार्गेट कहाँसम्म बस्ने भन्दाखेरि यो फर्स्ट टार्गेट यहाँ, सेकेन्ड टार्गेट यहाँसम्म हजुरले चाहिँ इजिली बस्न सक्नुहुन्छ र हजुरले चाहिँ मजाले गेन पनि गर्न सक्नुहुन्छ है। सो नेप्सेको चार्टमै हेर्नुहुन्छ भने हजुरले चाहिँ 5% रिटर्न पाइराख्नु भएको छ र इफ कुनै स्टकमा गएर चेक गर्नुहुन्छ भने यहाँ चाहिँ 20 to 30% चाहिँ इजिली अहिलेसम्म गेन गरिसक्नु भएको छ होला है। लाइक फर इक्जाम्पल अहिले म टिपिसीको देखाउँछु है। सो टिपिसीको हेर्नुहुन्छ भने यहाँ हेर्नु त बाई सिग्नल दियो अनि एफबिजी, बाई सिग्नल दिइसकेपछि एफबिजी छ हामीसँग। सो एफबिजी छ भने के गर्ने, माथि गएर तल एफबिजीमा आउनु पर्यो हो। यो तल एफबिजीमा आउँदाखेरि बाई गर्ने र नियरेस्ट लिक्विडिटी जहाँ जहाँ छ त्यहाँसम्म हामीले टिपी हुन्छ है। सो नियरेस्ट एउटा त यहीँ थियो। सो यो स्टक चाहिँ म धेरै पहिलादेखि नै हेरिरहेको थियो। सो त्यो भएर यहाँसम्म जाने अलिकति माथिसम्म जाने चान्सेस म देखिरहेको छु। सो यहाँ चाहिँ 50% हजुरले बुक गर्न सक्नुहुन्थ्यो र यसमा चाहिँ यहाँसम्म बस्नुहुन्छ भने कति पर्सेन्ट पाउनुहुन्छ भन्दाखेरि 37% पाउनुहुन्छ र इफ यहीँ आउट हुनुहुन्थ्यो भने यो पुरै एकदम सेफेस्ट भयो 17%। सो 17% लगभग हजुरले चाहिँ 20 डेजसम्म होला, 20 दिनमा चाहिँ 17% पाउनु भनेको इट्स अ ग्रेट थिङ इन नेपाल मार्केट है। सो यो स्ट्राटेजी चाहिँ एकदम राम्रो वर्क गर्छ इफ यु ट्रेड। सो अझै यसको चाहिँ ब्याक टेस्टिङ हेर्नुहुन्छ भने पछाडिदेखि नै हेर्नुहुन्छ भने कस्तो मजाले वर्क गर्छ भनेर हेर्नुहुन्छ भने यहाँ हेर्नु है। सो कतिवटा विन हुन्छ कतिवटा लस हुन्छ भनेर म एउटा कुनै स्टकको लाइक म टिपिसीकै देखाउँछु अथवा कुनै भनौँ न ऱ्यान्डमली भन्दाखेरि मानव बरुणकै हेरौँ है। सो बरुणकै हेर्नुहुन्छ भने म पछाडिकोबाट गएर अलिकति ब्याक टेस्ट गरेर देखाइदिन्छु है कस्तो वर्क गर्छ भनेर है। ठिक छ। सो यहाँ हेर्नु है, यहाँ हेर्नु यहाँदेखि म स्टार्ट गर्छु है। सो यहाँ चाहिँ के गर्यो भन्दाखेरि यहाँ चाहिँ हाम्रो सुपर ट्रेन्डले बाई सिग्नल दियो, बाई सिग्नल दिइसकेपछि पछाडि कुनै एफबिजी थियो भन्दाखेरि थियो दिस इज यो पिओआईको लेभल। पिओआईको लेभल के हो भनेर चाहनुहुन्छ भने सिक्न चाहनुहुन्छ भने हजुरले चाहिँ कमेन्ट गर्नु होला। त्योहरूको चाहिँ पुरै कम्प्लिट भिडियो म ल्याएर आउनेछु। सो यो पिओआई लेभल भयो भन्नाले यहाँ बाई सिग्नल दियो त्यसपछि तल आयो है। सो बाई सिग्नल दिइसकेपछि यो तल आयो, हामीले चाहिँ बाई कहाँ गर्न मिल्थ्यो भन्दाखेरि यो बाई सिग्नल दिइसकेपछि तल आएको रेन्जहरूमा चाहिँ यो कतैतिर हामीले चाहिँ बाई गर्न मिल्थ्यो। सो यतातिर इफ बाई गर्नुहुन्थ्यो भने सेल कहाँ राख्नुहुन्थ्यो यसको तल र नियरेस्ट लिक्विडिटी कहाँ छ हामीसँग, नियरेस्ट लिक्विडिटीलाई हेर्नुहुन्छ भने एउटा यहाँ छ, ठिक छ, र अर्को कहाँ छ भन्दाखेरि एउटा यहाँ पनि छ। सो यहाँसम्म हजुरले बस्न सक्नुहुन्थ्यो, यहाँ पनि छ है। सो यहाँसम्म हजुरले बस्न सक्नुहुन्थ्यो। सो यहाँसम्म बस्नुहुन्छ हजुर कति पाउनुहुन्थ्यो भन्दाखेरि 17% इजिली गेन गरिराख्नु भएको छ विदिन कति डेज भन्दाखेरि 1 2 3 4 5 6 7 8 9 10 11 डेजमा चाहिँ 17% गेन गर्नुभयो यसमा है। त्यसपछि हाम्रो हेर्नु अब यसको चाहिँ सेल यही सुपर ट्रेन्डको सेलमा जानुहुन्छ भने यहाँ तल सेल गर्नुपर्ने हुन्थ्यो तर हामीले चाहिँ नियरेस्ट लिक्विडिटी टार्गेट गरेर त्यहाँसम्म बसेर हाम्रो प्रफिटहरू चाहिँ बुक गर्न मिल्छ। लाइक सेफ खेल्नुहुन्छ भने के गर्न सक्नुहुन्छ, फर्स्ट टिपीमा गएर 50% सेल गरिदिनु र अरू चाहिँ कहाँ राखिदिनु भने एसएल चाहिँ यहाँ राखिदिनु माथि, यहाँभन्दा तल आउने बित्तिकै म बेचिदिन्छु भनेर, अथवा टार्गेट यहाँसम्म कुर्नु कि यहाँ चाहिँ म बेचिदिन्छु भनेर होइन। सो त्यसरी चाहिँ जान मिल्यो। अथवा धेरैजनाले के गर्छन् भन्दाखेरि यहीँ बेचिदिन्छन्। लाइक हाम्रो स्टुडेन्टहरूले के गरिरहेको हुन्छ भन्दाखेरि 10% कमायो लगभग, त्यो चाहिँ 1 विकमा 10% कमाउनु भनेको नेप्सेको केसमा इट्स अ ग्रेट थिङ्स होइन। इफ 1 लाख रुपिस छ भने हजुरले चाहिँ हप्तै पछि 10% कमाउनुहुन्छ भने एक हप्तामा 10,000 कमाउनु भयो। इजन्ट इट ग्रेट थिङ। सो एकदम राम्रो भयो। 4 हप्तामा त्यो हिसाबले जानुहुन्छ भने 40,000 चाहिँ 1 लाखको 40,000 बनाउन सक्नुहुन्छ। ठिक छ। सो अनि त्यसपछि यहाँ हेर्नु है, फेरि अर्को बाई सिग्नल यहाँ थियो, बाई सिग्नल दिइसकेपछि यो तलतिर एफबिजी केही थिएन र यो एन जस्तो बनाएन। यहाँ सिग्नल दिइसकेपछि यो तल त आयो होइन। सो हामीले चाहिँ यहाँ चाहिँ हाम्रो 1 आवरमा गएर केही चेक गरेर हामीले चाहिँ गर्न सकिन्छौँ, यो लेभलमा बाईहरू गर्न सकिन्छौँ होइन। सो 1 आवरमा गएर पनि हामीले गर्न सकिन्छौँ। त्यसको अर्कै छुट्टै स्ट्राटेजी छ। सो अर्को टार्गेट हाम्रो यसको टार्गेट कहाँसम्म हुन्थ्यो भनेदेखि नियरेस्ट लिक्विडिटी कहाँ छ, यहाँ छ। सो यो 3-4 दिनमै हाम्रो कति पर्सेन्टेज हुन्थ्यो, 8% हुन्थ्यो। द्याट्स ग्रेट होइन। र अर्को पनि हेर्नुहुन्छ भने अर्को कहाँ छ भन्दाखेरि यो लिक्विडिटी यहाँ छ। अरूको लागि चाहिँ 50% यहाँ सेल गरेर इफ बस्न चाहनुहुन्छ भने यहाँसम्म बस्नुहुन्थ्यो भने हजुरले चाहिँ यहाँ पनि गेन गर्नुहुन्थ्यो। मजाको, ठिक छ। यो पनि भयो र अर्को फेरि हेरौँ है। सो बाई सिग्नल यहाँ जेनेरेट गर्यो, जेनेरेट गरिसकेपछि अलिकति तल आउनु पर्यो है। बाई सिग्नल जेनेरेट गरिसकेपछि तलतिर आउनु पर्यो भन्नाले माथि गएर तलतिर आउनु पर्यो। यो रेन्ज 1 आवरमा चाहिँ हामीले यो रेन्जमा चाहिँ मजाले समात्न मिल्थ्यो। यो रेन्जहरूमा 1 आवरमा गएर हामीले चाहिँ समात्न मिल्थ्यो। यहाँबाट चाहिँ पी गर्ने र टार्गेट चाहिँ कहाँ राख्ने, नियरेस्ट लिक्विडिटी। अहिलेको लागि यो पुरै डाउन साइडमा थियो भन्दाखेरि यस्तो बेला चाहिँ हामीले चाहिँ यो अथवा यही हाईसम्म चाहिँ मजाले बस्न मिल्छ। यो हाईसम्म बस्न मिल्छ, इजिली बस्न मिल्छ। सो यही हाईसम्म बस्नुहुन्थ्यो भने कति पर्सेन्ट कमाउनु भयो हजुरले, 20% यहाँ निकाल्नु भयो। ठिक छ। र अर्को अब यो एरियातिर हामीले दिएको छैन त्यस्तो मजाले,
यतातिर हामीले चाहिँ एसएमसी कन्सेप्टको युज गरेर चाहिँ बाई गर्न सकिन्छौँ र होल्ड पनि गर्न सकिन्छ माथिसम्म यो टार्गेटहरू लिएर यो छुट्टै एउटा स्ट्राटेजी छ र अर्को फेरि हेरौँ है अर्को हेर्नुहुन्छ भने अहिलेसम्म हामीले कतिवटा गऱ्यौँ भन्दाखेरि 3वटा गऱ्यौँ 3को 3 टिपी हिट भयो र अर्को यहाँ हेर्नु है सो यहाँ बाई सिग्नल जेनेरेट गर्यो र एफबिजीको लेभल चाहिँ तल छ भन्नाले यो लेभलमा छ यतातिर चाहिँ आएन तर यहाँ चाहिँ हामीले चाहिँ डाइरेक्ट बाई गर्न अलिकति गाह्रो हुन्थ्यो है यो लेभलमा चाहिँ यो स्ट्राटेजीले बाई गर्न हाम्रो स्ट्राटेजी अनुसार मिलेन यो लेभलमा हामीले बाई गर्न सकिँदैन थियौँ हामीले यहाँ चाहिँ अरू स्ट्राटेजीले चाहिँ बाई गर्न मिल्थ्यो सो फेरि यहाँ हेर्नु यहाँ चाहिँ बाई सिग्नल दियो एफबिजी तलको लेभलमा छ सो एन जस्तो बनाउनु पर्यो भन्नाले माथि गएर तल आउनु पर्यो यहाँबाट चाहिँ माथि गएर तल आएको छ 1 आवरमा हामीले यहाँ यो लेभलमा चाहिँ इजिली क्याच गर्न मिल्थ्यो यो ट्रेड चाहिँ यो लेभलमा चाहिँ इजिली क्याच गर्न मिल्थ्यो है र यहाँबाट चाहिँ नियरेस्ट लिक्विडिटी कहाँ छ नियरेस्ट लिक्विडिटी भनेको यहाँ हो हामीले चाहिँ यहाँसम्म इजिली बसेर ट्रेड निकाल्न सकिन्थ्यौँ द्याट इज योर 11% आयो 1 विक होला यो एक हप्तामा 11% फेरि आयो है अब नियरेस्ट लिक्विडिटी अझै कुनै माथि छ भने त्यहाँसम्म बस्न मिल्छ अल टाइम हाई चलिरहेको छ भन्नाले दिस इज पर्फेक्ट एन्ट्री हाम्रो यहाँ चाहिँ हामीले एन्ट्री गरेर निकाल्न सकिन्थ्यो है फेरि यहाँ बाई सिग्नल दियो बाई सिग्नल दिएपछि एन बनाउनु पर्यो बाई सिग्नल दिइसकेपछि फेरि यहाँ एन बनायो एन बनाइसकेपछि यहाँ एफबिजीहरू पनि छ भन्नाले यो लेभलमा हामीले पी गर्थ्यौँ यो लेभलमा हामीले यो ट्रेड पी गर्थ्यौँ यतातिर एसएल भनेको यो लोभन्दा तल राख्थ्यौँ यो लोभन्दा तल राख्थ्यौँ अनि टार्गेट भनेको हाम्रो नियरेस्ट लिक्विडिटी अहिलेको लागि नियरेस्ट लिक्विडिटी कहाँ छ भन्दाखेरि यहाँ छ यहाँसम्म बस्न मिल्थ्यो यहाँसम्म इजिली बस्न मिल्थ्यो द्याट इज 6% यहाँ पनि कमाउनु भयो ठिक छ र अर्को भनेको फेरि यहाँ हेर्नु त यो ट्रेड चाहिँ एकदम बवालैको ट्रेड छ है यो हेर्नुहुन्छ भने एन बनायो सुपर ट्रेन्डले बाइदियो बाइदिइसकेपछि एन बनायो यहाँबाट पी गर्नुहुन्थ्यो र नियरेस्ट लिक्विडिटीसम्म बस्नुहुन्छ भने नियरेस्ट लिक्विडिटीसम्म बस्न मिल्थ्यो नियरेस्ट लिक्विडिटी भनेको यो पनि हो अथवा अर्को भनेको यो पनि हो यहाँ पनि हो यहाँसम्म इजिली बस्न मिल्थ्यो तर हाम्रो एउटा फेभोको लेभल पनि हुन्छ लाइक कहिलेसम्म बस्न मिल्छ भन्दाखेरि त्यो हिसाबले चाहिँ हामीले यसलाई चाहिँ यो माथिहरूसम्म पनि बस्न मिल्थ्यो है ठिक छ सो यहाँसम्म भन्नाले यो दिनसम्म हामीले बस्न मिल्थ्यो यो दिनसम्म हामीले बस्न मिल्थ्यो यहाँ चाहिँ बस्नुहुन्थ्यो भने 40% रिटर्न 44% रिटर्न आयो अहिलेसम्म हेर्नु है एउटै स्टकमा म बसिरहेको छु 1 2 3 4 5 6 छवटा ट्रेड लिँदाखेरि स्टिल नो एसएल है अहिलेसम्म एसएल चाहिँ पाएको छैन र त्यसपछि फेरि अर्को यहाँ दियो हाम्रो बाई सिग्नल हेर्नु त यो लेभलमा बाई सिग्नल दिएको छ एफबिजीहरूको लेभल पनि छ एन पनि बनाएको छ भन्नाले हजुरले यहाँ बाई गर्नुहुन्थ्यो यो लेभलतिर बाई गर्नुहुन्थ्यो एसएल भनेको यो तल राख्नुहुन्थ्यो अनि टिपी भनेको नियरेस्ट लिक्विडिटी भनेको एउटा यहीँ थियो भन्नाले यहाँ छ एउटा यहाँ छ हाम्रो एउटा नियरेस्ट लिक्विडिटी बाई साइड लिक्विडिटी भनेको यहाँ हो यहाँ चाहिँ सेल गर्नुहुन्थ्यो 11%मा ठिक छ र स्टिल यो बाई सिग्नलमै छ बाई सिग्नलमा हुँदाखेरि हामीले पियुआईको लेभलमै बसिरहेको छ भन्नाले यो पियुआईको लेभलतिर पनि बसिरहेको छ सो हामी अलिकति वेट गरेर यहाँ पनि लिन मिल्थ्यो तर स्टिल अब जानुहुन्छ भने अलिकति गाह्रो हुन्छ सो इफ यही होल्डिङहरू छ भने किनभने एसएल चाहिँ हिट भएको छैन होल्डिङहरू छ भने मजाले होल्ड गर्न सक्नुहुन्छ यो लेभलहरूमा चाहिँ इफ हजुरको चाहिँ होल्ड छ भने यो लेभलहरूसम्म मजाले बस्न मिल्छ हामीले है ठिक छ सो दिस वाज हाम्रो एउटा स्टकको पनि ब्याक टेस्ट गर्दाखेरि गरेर मैले देखाएको छु यहाँ हेर्दाखेरि मैले के पायो भन्दाखेरि 1 2 3 4 5 6 7वटा एउटै स्टकमा चाहिँ 7वटा ट्रेड लिनुभयो 7का 7 टिपी भएको छ अहिले चाहिँ एसएल चाहिँ भएको छैन सो एज अ बिगनर हुनुहुन्छ भने म यही रिक्वेस्ट गर्छु कि गो थ्रु दिस सुपर ट्रेन्ड जुन हामीले सेटिङ बनाएको छौँ त्यहीबाट जानुहुन्छ भने मजाले आफै गर्नु अनि एउटा प्रपर एउटा रुल्स बनाउनु कि ओके म यही रुल्समा जान्छु यो रुल्स छ भनेर लाइक मैले जुन रुल्स बनाएको थियो यहाँ चाहिँ सुपर ट्रेन्डले बाई दिनु पर्यो र एन बनाउनु पर्यो त्यसपछि हामी कुनै ग्यापहरू छ भने त्यहाँबाट बाई गर्छौँ यसको चाहिँ 1 आवरमा गएर पनि के भन्छ हाम्रो एसएलहरू सानो राखेर ट्रेड लिन सकिन्छौँ त्यो स्ट्राटेजी पनि छ तर सिम्पल हजुर बिगनर हुनुहुन्छ भने यति मात्रै फोकस गरेर जानुहुन्छ भने हजुरलाई अरू केही हेर्नु पर्दैन यसले चाहिँ मजाको रिजल्ट दिन्छ हजुरले चाहिँ 3 मन्थ जति यही स्ट्राटेजीमा बस्नु 3 मन्थ बस्नुहुन्छ भने हजुरले आफै थाहा पाइहाल्छ कि कस्तो मजाको रिटर्न आउँदो रहेछ भनेर है तर एसएल दिएको बेला हजुरले निस्किनु पर्यो इफ मानौँ यहाँबाट चाहिँ रिभर्स गएर इफ यहाँ यो जोनमा आयो मार्केट यो जोनमा आइसकेपछि हजुरले बेच्नु पर्यो नेक्स्ट टाइम गएर फेरि एन्ट्री गर्नु पर्यो यसले दिन्छ मजाले है लाइक अहिलेको हेर्नुहुन्छ भने ओएमपिएल पनि हेर्नुहुन्छ भने कस्तो मजाको यो ट्रेड दिएको छ हेर्नु त ए यो यहाँ चाहिँ बाई सिग्नल दियो ग्यापमा आयो एन बनाइसकेपछि ग्यापमा आयो यहाँबाट बाई फर्स्ट टिपी डन भइसक्यो सेकेन्ड टिपी हामी कुरिरहेको छौँ यहाँसम्म पक्कै पनि जान्छ यहाँसम्म जाँदाखेरि 31% रिटर्न गेन गर्नुहुन्छ सो विच इज भेरी गुड 1:4 रेसियोमा ट्रेड निकाल्नु भनेको एकदम राम्रो बुझ्नुभयो सो अरू पनि स्टक लाइक
एउटा चाहिँ भर्खर बनाइरहेको छ। लाइक यो हेर्नुहुन्छ भने यसले चाहिँ यतैतिर एन्ट्री गराएको थियो यो लेभलमै होइन। अब यी हजुरहरू मिस गर्नुभएको छ भने यो ट्रेडहरू चाहिँ एज अ वाच लिस्ट राखेर यताको जोनमा पछि आयो भने हजुरले चाहिँ यो ट्रेडहरू चाहिँ पी गर्न सक्नुहुन्छ इजिली है। सो यो ट्रेड चाहिँ यहाँबाट पी गरेर हजुरले चाहिँ टिपीहरू कहाँसम्म राख्न सक्नुहुन्छ भन्दाखेरि मेरो एकर्डिङ टु फर्स्ट टिपी चाहिँ पहिला यहाँ बुक गरिदिनु यो लेभलमा फर्स्ट टिपी चाहिँ बुक गरिदिनु। त्यसपछि अल टाइम हाई भन्नाले यो लेभलसम्म बस्नु, त्यसपछि चाहिँ अल टाइम हाई नभएर यहाँसम्म इजिली बस्नु होला है। पहिला चाहिँ फर्स्ट टिपी चाहिँ यहाँ बुक गरिदिनु होला, रिस्क फ्री बनाउनु, अनि त्यसपछि चाहिँ यहाँसम्म बस्दिनु है। सो दिस इज द हाम्रो वाच लिस्टमा एउटा ट्रेड पर्ने भयो। र अरू पनि हेर्नुहुन्छ भने फाइनेन्सबाट हेर्नुहुन्छ भने हामीसँग फाइनेन्स यसले चाहिँ दिइसकेको छ। अरू हेरौँ है कुनै छ कि भन्नाले हेर्नु यो ट्रेड पनि हजुरले समात्न सक्नुहुन्छ मजाले इजिली समात्न सक्नुहुन्छ है। सुपर ट्रेन्डले बाइदियो तल आयो भन्नाले यतैतिर थियो। अब स्टिल हजुरले चाहिँ यो लेभलमा आयो भने हजुरले चाहिँ यो ट्रेड पनि पी गर्न सक्नुहुन्छ है। यो लेभलबाट चाहिँ पी गर्न सक्नुहुन्छ। र टिपी चाहिँ कहाँ राख्ने भन्दाखेरि नियरेस्ट लिक्विडिटी भन्नाले यो लेभलमा हजुरले चाहिँ राख्न सक्नुहुन्छ अहिलेको लागि। जस्ट सिम्पल 13% रिटर्न यहाँबाट पनि निकाल्न सक्नुहुन्छ। सो हाम्रो वाच लिस्टमा जिएनएचएल भयो, एसएफसिएल भयो, र अरू पनि हेर्नुहुन्छ भने लेट मी सो यु यो चाहिँ यसलाई पनि वाच गरिराख्नु होला। 1-2 दिनमा यसले पनि बनाउँछ भन्नाले अब यो त सुपर ट्रेन्डले बाई दिइसकेपछि अब के हुनु पर्यो भन्दाखेरि यहाँबाट चाहिँ मार्केट माथि जानु पर्यो अनि एन बनाउनु पर्यो। एन भन्छु सरी यो कर्भ जस्तो इन्भर्टेड भी बनाउनु पर्यो। इन्भर्टेड भी बनाएको बेलामा हामीले चाहिँ यो लेभलहरूबाट पी गर्ने अनि माथिसम्म कुर्ने। नियरेस्ट लिक्विडिटी भन्नाले यो भयो, यो भयो, यो लिक्विडिटीहरूसम्म राख्ने र यहाँ चाहिँ अलिकति बेचिदिने, यहाँ बेचिदिने गएर सबै चाहिँ काम निकालिदिने भन्दाखेरि यो लेभलमा सबै निकालिदिने। अथवा यो अल टाइम हाई छ हाईको बेलामा चाहिँ अलिकति आउँछ। सो यहाँसम्म हजुरले इजिली बस्न सक्नुहुन्छ है। सो अरू पनि हेर्नुहुन्छ भने अरू कुनै छ कि भनेर हेरौँ है। युपिसिएल हेरौँ। यसले पनि दिन्छ होला। पिपिएल हेरौँ। यसले चाहिँ दिइसकेको छ हेर्नु है। यसले चाहिँ मजाले दिइसकेको छ। बुझ्नुभयो? यो चाहिँ म अर्को कन्सेप्टमा युज गरेको छु। लाइक यहीँ यसले दिएको थियो अनि एफबिसीको ग्यापमा भन्नाले यो ग्यापमा म कुरिरहेको थिएँ, यो ग्यापमा आयो, मैले यहाँ चाहिँ यसको लोवर साइडतिर पी गरेको छु एन्ड आई एम स्टिल होल्डिङ दिस। यहाँसम्म चाहिँ हजुरले चाहिँ इजिली बस्न सक्नुहुन्छ। द्याट इज 20%को लागि भयो। अनि आइएचएल पनि हेर्नुहुन्थ्यो भने हामीले चाहिँ यहाँबाट पी गरेर यतातिर बुक गरेको छौँ है। सो यो लेभलहरूबाट चाहिँ हामीले पी गरेको थियौँ यो लेभलबाट, र टिपी चाहिँ यतातिर हामीले राखेको थियौँ। सो यसमा चाहिँ यो पनि हामीले चाहिँ डन गरिसकेको छौँ। सो यही स्ट्राटेजीमा हजुर बस्नुहुन्छ भने एकदम राम्रो चाहिँ गर्न सक्नुहुन्छ। एज अ बिगनर म यही रेकमेन्ड गर्छु यो गर्नलाई है। लाइक यहाँ पनि हेर्नु। सो यहाँ पनि हेर्नुहुन्छ भने हजुरले चाहिँ भर्खर बनाइरहेको छ। केही समयपछि यसले पनि देला कि भनेर हुन सकिन्छ है। सो वाच गर्नु होला यो पनि। यसले चाहिँ भागिसक्यो, यहीँ दिएको थियो यसले चाहिँ एन्ट्री, यही लेभलमा दिएको थियो। होल्डिङ चाहिँ धेरै टाइम गरायो यसले होइन। बट इट्स वर्क भेरी गुड। अहिलेसम्म यो वर्क नै गरिरहेको छ। हेर्नु त रिटर्न कति थियो, 11% भइसक्यो भन्नाले यहाँसम्म कुर्न सकिन्छ है। यस, यो लेभलसम्म कुर्न सकिन्छ है। अब यसमा चाहिँ हजुरले चाहिँ दुईवटा अझै कुरा एड गर्नुहुन्छ भने झन् एकदम राम्रो प्रफिट बनाउन सक्नुहुन्छ। जुन मैले भनेको थिएँ नि त, एउटा एमएसएस हेर्नु अनि लिक्विडिटीको कन्सेप्ट जोडेर होइन, जुन 1 आवरको मैले भनिरहेको छु, 1 आवरहरूबाट चाहिँ हजुरले चाहिँ गर्न सक्नुहुन्छ भनेपछि यो लेभलहरूलाई यो दुईवटालाई एमएसएस र लिक्विडिटीको कन्सेप्ट मजाले बुझ्नुहुन्छ भने अनि पिवाई यसमा जोडेर ट्रेड लिनुहुन्छ भने एकदम राम्रो प्रफिट बनाउन सक्नुहुन्छ है। सो कस्तो लाग्यो यो भिडियो कमेन्टमा भन्नु होला। र पिवाई एमएसएस लिक्विडिटी एफबिजीको फुल भिडियोहरू चाहिरहेको छ भने कमेन्ट गर्न नबिर्सिनु होला है। सो इफ गर्नुहुन्छ भने हजुरले चाहिँ यहाँबाट चाहिँ एकदम राम्रो रिटर्न गेन गर्न सक्नुहुन्छ। सो दिस मच फर टुडे। हजुरले चाहिँ अझै सिक्न चाहनुहुन्छ भने हजुरले चाहिँ कमेन्ट गर्नु होला अनि कमेन्ट गरिसकेपछि हामीले चाहिँ त्यो भिडियो पनि लिएर आउनेछु। सो आजको लागि यति नै। सो कमेन्ट गर्न नबिर्सिनु होला एन्ड सब्सक्राइब पनि गरिदिनु होला है। बाई।